लासो फ्यापुला सम्पूर्णमा आजको भिडियोमा तपाईहरुलाई फेरि केही र्यान्डम शब्दहरू लिएर उपस्थित भएको छु। ती शब्दहरू पनि हाम्रो दैनिक जीवनमा बोलचालमा आइरहने शब्दहरू हो र यी शब्दलाई चाहिँ के भन्छ भन्ने हामीलाई लागिरहेको हुन्छ र त्यस्तै शब्दहरू है मैले आज लिएर आएको छु र भिडियोको सुरुमा जुन चाहिँ वाक्य छ त्यो चाहिँ वार्ताको एउटा वाक्य है। वार्ता भनेको कन्भर्सेसनको एउटा वाक्य। ङादा चाबारी सेमारी मलाई खाना मन छैन भन्दाखेरि चाहिँ तामाङ भाषामा यसरी भन्छ ङा लिच्छ चाबा माले भनेर भनिन्छ। ङादा भनेको चाहिँ मलाई, चाबारी भनेको चाहिँ खानु, सेम भनेको चाहिँ मन, आरे भनेको चाहिँ छैन, ङा भनेको चाहिँ म, लिच्छा भनेको चाहिँ पछि, चाबा भनेको चाहिँ खान्छु, माले भनेको चाहिँ हौ भनेर भन्दाखेरि चाहिँ यसरी भन्नु पर्छ। र तामाङ भाषामा चाहिँ ङादा चाबारी सेमारे ङा लिच्छा चाबा माले भनेर भनिन्छ। र अब भिडियोतर्फ लागौँ र भिडियोको सुरुमा शब्द छ बोलाउनु। तामाङ भाषामा बोलाउनुलाई होतपा भनेर भनिन्छ। कसैलाई बोलाउनु, डाक्नु है लाई चाहिँ होतपा भनेर भनिन्छ। काङलाङ, ढिकीलाई चाहिँ काङलाङ, ओखली होइन तर ढिकी अलग्गै हुन्छ, खुट्टाले चलाउँछ, त्यसलाई चाहिँ काङलाङ भनेर भनिन्छ। लोङबा भनेको चाहिँ डर। तामाङ भाषामा डरलाई लोङबा भनेर भन्छ। डर लाग्यो भन्दाखेरि लोङबा खाजी भनेर भनिरहेको हामी सुन्छौँ, पाउँछौँ। अर्को ग्रेन। ग्रेन भनेको चाहिँ ठुलो है, ठुलो। ग्रेन भनेको चाहिँ ठुलो। कोतपा भनेको चाहिँ तौलनु। कोतपा भनेको चाहिँ तौलनु, कुनै पनि चिज ओजन गर्नुलाई चाहिँ कोतपा भनेर भनिन्छ। अनि थोत्रो। थोत्रोलाई चाहिँ बोक्टो भनेर भनिन्छ। पुरानोलाई चाहिँ थोत्रो बोक्टो भनेर भनिन्छ। र यी शब्दहरूले बनेको भिडियो आज तपाईहरुसँग सामु मैले प्रस्तुत गरेँ र यी शब्दहरू पनि मैले पुस्तकहरू, युट्युब र फेसबुकबाट नै सङ्कलन गरिराखेको थिएँ है। त्यहीबाट मैले यो आजको भिडियो तपाईहरुलाई सेयर गरेको छु। कस्तो लाग्यो सेयर, कमेन्ट र लाइक है यो सबै गरिदिनु हुन अनुरोध गर्दै फेरि अर्को भिडियोमा अवश्य भेट हुनेछु भन्दै बिदा लिन्छु। लालन लालन थुचेछे।